हाई एभ्रिवान, आज चाहिँ म आलुको मोमो बनाउनु आँटेको छु र यो मोमो चाहिँ मैले फर्स्ट टाइम बनाएको हो। अहिलेसम्म मैले चाहिँ यो मोमो कहिले बनाएको पनि थिएन आलुको र कहिले टेस्ट पनि गरेको छुइनँ, कस्तो हुन्छ भनेर थाहा पनि छैन मलाई। सो मैले चाहिँ यहाँनिर आलु मात्रै मिठो हुँदैन भनेर चाहिँ मैले यसमा अन्डा पनि एड गरेको छु। सानो सानो गरेर सबै मोमोमा चाहिँ मैले अन्डा हालेको छु र यो चाहिँ मैले रातिको 9 बजी बनाएको र त्यही कारण मलाई चाहिँ अलिकति ढिलो भएको थियो। त्यही कारण फटाफट गरेर यहाँनिर म बनाउँदैछु। तपाईँहरू हेर्नुहोस् होला र हेर्नुहोस् न, यहाँ चाहिँ मेरो सेप पनि राम्रो हुँदैन मोमोको चाहिँ। यस्तै भए पनि बनाएँ, मेरो मोमोको त मुजा नै राम्ररी बनिँदैन क्या। र यो चाहिँ लास्टको थियो अनि यसमा चाहिँ मैले टाइपो बनाइदिएँ र डल्लो खालको चाहिँ बनाउनु मलाई मजाले आउँछ। हेर्दा पनि मजाको देख्छ डल्लो खालको चाहिँ मलाई। र यहाँ चाहिँ मेरो रेडी भइसक्यो, 3 सिट बनाएको छु, डिजाइनको बनाएको छु मैले चाहिँ। र यहाँ चाहिँ मैले फटाफट गरेर बसाली पनि सकेँ र अब चाहिँ म अचार बनाउनको लागि रेडी गरेको छु। यहाँ देख्न सक्नुहुन्छ खोर्सानी छ, टमाटर अनि मेरो फेभरेट सिल्टिम्बुर छ। र अब यसको चाहिँ म फटाफट गरेर अचार बनाउँछु। सबैले भन्छ नि सिलौटोमा पिसेको अचार मिठो हुन्छ भनेर, तर मलाई चाहिँ सिलौटोमा पिस्नु साह्रै गाह्रो लाग्छ। त्यही भएर म चाहिँ मिक्सरमै बनाउनु आँटेको हो। र यो मोमो चाहिँ आलुको मोमो चाहिँ जसले पनि खाएको छैन नि, तपाईँहरू पनि एकपल्ट ट्राई गर्नुहोस् होला। र जसले पनि खानुभएको छ उहाँहरूलाई त थाहा नै होला टेस्ट चाहिँ कस्तो हुन्छ भनेर। अनि यहाँ चाहिँ मेरो बेबीले अलिअलि डिस्टर्ब गर्दै थियो मलाई, तार तान्दै थियो मिक्सरको। तर ऊ चाहिँ एकदमै गुड गर्ल छ है, यति बेरसम्म पनि मलाई डिस्टर्ब गर्नु आएन। अनि यहाँ चाहिँ मेरो अचार पनि रेडी भयो, मोमो पनि रेडी भयो। अब चाहिँ म मेरो हस्बेन्डको लागि हालिदिन्छु। उसलाई चाहिँ अरू डिजाइनको मन पर्दैन, त्यही कारण उसलाई चाहिँ म यो वाला हालिदिँदैछु। र अब चाहिँ म मेरो लागि पनि हाल्छु। अनि म चाहिँ मोमो बनाउँदाखेरि कहिलेकाहीँ खालि मैदा युज गर्छु र प्रायः चाहिँ म आटाकै बनाउँछु। र यो पनि मेरो आटाकै मोमो हो र एकदमै मिठो भएको थियो।